हेलो एभ्रिवान वेलकम ब्याक टु माई कोपिला राणा च्यानल। आज चाहिँ हामीले होममेड मोमो बनाएर खाने निर्णय गऱ्यौँ होइन। सबैजना फ्यामिलीहरू मिलेर लाउँ न त आज होममेड मोमो बनाएर खाऊँ भनेर सोच बनायौँ। अनि त्यसको सिलसिलामा चाहिँ मैले चाहिँ यहाँ पिठो मुसिराखेको छु एउटा भाँडामा। हाम्रो लगभग 3-4जनालाई फ्यामिलीलाई जति चाहिने पिठो मैले चाहिँ मुसिराखेको छु है। अनि पिठो मुस्दै डल्ला बनाउँदै अनि बिस्तारै पानी हाल्दै होइन, चिसो पानी चाहिँ हाल्नुपर्छ यसमा, तातो पानी हाल्दैन। तातो पानीले चाहिँ एकदम ड्राई बनाउँछ अनि चिसो पानी हाल्दै मुस्दै गर्नुपर्छ। अनि मैले चाहिँ मुसिरहेको छु। अनि मैले चाहिँ यहाँ हामीले चाहिँ खास भनौँ भने होइन भेजिटेरियन मोमो बनाउनलाई चाहिँ हामीले इन्ग्रिडियन्ट्सहरू रेडी गर्दैथ्यौँ। अनि त्यसको लागि चाहिने चाहिँ मस्यौरा रहेको छ। अनि हेलो गर्दैछु मैले चाहिँ होइन। मैले चाहिँ त्यहाँ गाजर चाहिँ ग्राइन्डरमा पिसिरहेको छु। अनि त्यहाँ प्याज पनि अनि बिस्तारै अब ग्राइन्डरमा पिन्न लाग्दैछु। अनि बन्दा अनि पिठो त्यहाँ रेडी नै भइहाल्यो होइन। अनि सबै रेडी गरिसकेपछि एउटा भाँडामा हाल्ने। अनि भाँडामा हालेपछि हल्का हल्का नुन हालेर अनि हल्का मसला हालिदिने। अनि मसला हालिदिएपछि अनि त्यसलाई एकछिन हल्का थोरै धेरै पनि होइन है, थोरै मसला हाल्नुपर्छ। अनि एकदम मिठो फ्लेभर आउँछ क्या मसलाले। अनि हामीले चाहिँ होममेड मसला बनाएका छौँ। हामीले चाहिँ त्यही हाल्ने गरेका छौँ घरमा बनाउँदाखेरि सागसब्जीमा करीमा। अनि त्यही युज गर्ने गरेका छौँ। अनि त्यसलाई चाहिँ मजाले मिक्स गर्दैछौँ है। यसमा चाहिँ बन्दा अनि 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 गाजर अनि थोरै लसुन अनि त्यसपछि मस्यौरा होइन, मस्यौरा भिजाएको मस्यौरा। अनि त्यसलाई एकदम सानो चपिङ गरेर अनि सबै ठाउँ मुसेर गर्ने। अनि त्यसमा अलिकति तेल हालेर अनि मजाले अलिकति अब त्यो जति सामान छ त्यसको अनुसार चाहिँ तेल हाल्नुपर्छ। हामीले चाहिँ यहाँ त्यसको अनुसार हाल्दैछौँ है। अनि त्यसलाई नि मजाले सबै ठाउँमा लाग्ने गरेर मजाले मुछ्नु भनौँ न। अब हातले सकेसम्म हातले मुछ्दा झन् राम्रो। अनि हात पनि अब ठिकै छ भने हामीले चाहिँ चम्चाले मुछ्दैछौँ। मैले चाहिँ यता अब मोमोको लागि चाहिँ सबै इन्ग्रिडियन्ट्सहरू रेडी भइरहेको थियो। अनि यता सबै रेडी गरेर राखेँ। अब अहिले चाहिँ मैले अब यो मोमोको अचार बनाउनलाई चाहिँ अब रेडी गर्दैछु होइन। मोमोको अचारको लागि चाहिँ मैले रेडी गर्दैछु। त्यसमा चाहिँ एउटा कराही बसाल्ने अनि सानो हातमा। अनि त्यसमा थोरै तेल हालेर अनि मैले चाहिँ हरियो खुर्सानी भन्दा पनि अझ सुकेको खुर्सानी चाहिँ राम्रो लाग्छ मलाई। सुकेको खुर्सानी पड्काइरहेको छु। अनि त्यसमा मैले थोरै लसुन पनि पड्काउन लाग्दैछु, हेर्नुहोस् त। अनि के अरे सुकेको लसुन होइन मजाले रातो हुने गरेर फुराउनुपर्छ। त्यसमा एकछिन त्यसलाई सानो आँचमा होइन पकाएर अनि फुराउनुहोस् अनि फुराउनुपर्छ। अनि मैले चाहिँ त्यसलाई चाहिँ नि अलिकति रातो हुन दिनलाई चाहिँ छोडिदिएको छु होइन। अनि लसुन चाहिँ नि थोरै रातो हुँदैछ। अनि त्यस क्रममा चाहिँ मैले चाहिँ यता तिल हाल्नलाई चाहिँ प्रिपरेसन गर्दैछु होइन। तिल पनि अब रेडी हुँदैछ। अनि यसको लागि चाहिँ तिल चाहिँ खास भनौँ भने मलाई चाहिँ व्हाइट कलरको तिल चाहिँ मनपर्छ। व्हाइट कलरको लिँदा चाहिँ राम्रो देखिन्छ। अचारको लागि चाहिँ व्हाइट कलरको तिल एकदम राम्रो लाग्छ मलाई चाहिँ। फ्लेभर पनि राम्रो आउँछ त्यसको होइन। मैले चाहिँ चलाइरहेको छु डढ्छ भनेर। अनि त्यसमा चाहिँ मैले अब प्याज हाल्न जाँदैछु होइन। अनि सानो आँच पारेर डढ्छ भनेर होइन। थोरै अब तिल पनि छ त्यहाँ अनि गोलभेडा छ, प्याज छ। पहिला चाहिँ मैले चाहिँ तिल हाल्न जाँदैछु। तिल चाहिँ मैले त्यो तेलमा फुर्याउँदैछु, हेर्नुहोस् त। त्यसमा फुर्यायो भने चाहिँ मिठो फ्लेभर आउँछ। अनि त्यसमा मजाले फुर्याउने। अनि त्यसलाई हल्का तरिकाले चलाउँदै जाने। अनि हल्का तरिकाले चलाउँदै गइसकेपछि त्यो रातो रातो हल्का रातो हुँदै ब्राउन कलरको हुँदै जान्छ। अनि त्यसमा चाहिँ बिस्तारै अनि एकछिनपछि अनि हामीले चाहिँ प्याज हाल्नलाई चाहिँ बिस्तारै प्याज हाल्दाखेरि हुन्छ। मैले चाहिँ अब एकछिनमा हाल्दैछु। अनि प्याज पनि रेडी छ होइन। एकदम सबै चपिङ गरेर रेडी बनाएर राखेको छु। अनि आवश्यकताअनुसार आफूलाई कति लाग्छ अचार त्यो अनुसारको प्याज हाल्नुपर्छ। मैले चाहिँ आवश्यकताअनुसार हाम्रो अब कति बनाउने त्यो अनुसारको त्यो अनुसार चाहिँ मैले प्याज लिएर प्याज चाहिँ फुराउँदैछु।
त्यो प्याज पनि हल्का ब्राउन हुने गरेर छोडेर चलाइरहेको छु र त्यसपछि हल्का ब्राउन भइसकेपछि अब मैले चाहिँ गोलबुडामा हालेर अनि त्यसमा चाहिँ अनि चलाउँदैछु। यो चाहिँ मजाले अचारको लागि चाहिँ मैले रेडी गर्दैछु इन्ग्रिडियन्ट्सहरू होइन। झोल अचार चाहिँ मलाई राम्रो लाग्छ। अनि अब सबै रेडी भइसकेको छ है, हेर्न सक्नुहुनेछ। वाउ, जस्ट लाइक लुक वाउ भएको छ, हेर्नुहोस् त अचार कस्तो राम्रो देखेको छ नि, कलर पनि पहेँलो है, कस्तो राम्रो के मजाले होइन। अनि यो रेडी हुँदैछ। यसको मैले चाहिँ सबै पानी सुकाएर चाहिँ अनि पानी सुकाएर चाहिँ एकदम रेडी बनाएर राखेको छु। यो खनाउने होइन। अनि यसरी अलिकति खनाइसकेपछि यो यसरी यहाँ हालिदिने, आधी जति यसलाई है। यसरी हामी अब अचार बनाउँदैछौँ। यति राखिदिन्छु। अनि त्यसपछि यसलाई ब्लेन्डर गर्नु पर्यो। त्यहाँदेखि देखाउ त पुरै हाल्दै भने दुई पिस लाग्छ होइन, उम्लेर जान्छ। के गर्ने अब पच गर्ने उम्लेर चाहिँ गयो भने के गर्ने पच गर्ने के गर्ने पच गरौँ है। साथीहरू, हाम्रो अब अचार पनि रेडी भइसकेको छ, देख्न सक्नुहुनेछ है। एकदम ग्राइन्डरमा पिस्नुपर्ने हुन्छ, धेरै पानी चाहिँ हाल्नु हुँदैन। पहिला चाहिँ अनि त्यो अलिकति अघि मैले पकाएको चाहिँ अनि ग्राइन्डरमा हालेर मैले पिसेर मसिनो पारेर त्यसलाई झिकेँ। अब पछि चाहिँ हल्का पानी थप्दाखेरि चाहिँ राम्रो हुन्छ। अगाडि नै थप्दाखेरि चाहिँ त्यो ग्राइन्डरमा सबै उम्लेर जाने भएको कारणले गर्दा मैले चाहिँ नहालेको। अब हाम्रो चाहिँ मोमोको लागि होइन, अब फिलिङ्स तयार अब त्यो के अरे मोमोको भित्रको किमा रेडी भइसकेको छ र हामी चाहिँ अब पिठो मुसेर बेलेर होइन। अनि यता चाहिँ किमा चाहिँ अब मोमो बनाउने तर्खरमा छौँ र बन्दै पनि छ, हेर्न सक्नुहुनेछ। हामीले चाहिँ मोमो चेप्टो खालको बनाउँदैछौँ। अब भेज चाहिँ चेप्टो खालको नै राम्रो देखिन्छ नि त। अनि कस्तो छ हेरेर प्रतिक्रिया दिनुहोला है त साथीहरू, कमेन्ट पनि गर्नुहोला। यो चाहिँ मेरो बहिनीले चाहिँ बनाएको हो है, मोमो चाहिँ मैले चाहिँ बेलेको हुँ। अनि हाम्रो चाहिँ शुद्ध शाकाहारी हो, किनभने मेरो मम्मीहरू चाहिँ भेजिटेरियन हुनुहुन्छ। त्यही भएर मैले चाहिँ अब मम्मीलाई नै फोकस गरेको हुनाले चाहिँ मम्मीलाई नै अनि भेजिटेरियन नै मोमो बनाउनलाई प्रिफर गरेँ है। अनि तपाईँहरू पनि बनाएर खान सक्नुहुनेछ। एकदम इजी छ, एकदम मिठो पनि हुनेछ है। आफ्नो घरमा बनाएको छुट्टै आनन्द आउँछ कि साथीहरू खानलाई। हजुरहरू पनि ट्राई गर्न सक्नुहुनेछ है त। एकदम सजिलो छ, यस्तो गाह्रो केही पनि छैन। मलाई त सजिलै लाग्यो है। अनि मोमो पनि अब आफ्नै घरमा बनाएर खाँदाखेरि चाहिँ आनन्द आउँदो रहेछ कि साथीहरू। अनि ठुलो बनाउने है, अनि 4-5 पिस खाँदा पनि डम्म अगाउँछ क्या। यो चाहिँ हामीले बनाएको घरको होममेड मोमो, हेर्नु होला। फाइनली साथीहरू मोमो रेडी हुँदैछ, हेर्नुहोस् त। भाँडा पनि ठुलो छ। अनि यतापट्टि वाउ, जस्ट लुकिङ लाइक अ वाउ। खाने भए आउनुहोस् है साथीहरू, सबैलाई स्वागत गर्न चाहन्छु होममेड मोमोमा। अनि हाम्रो त शुद्ध शाकाहारी मोमो हो नि त साथीहरू है, के गर्नु अब यस्तै छ। मलाई त शाकाहारी नै मनपर्छ के। वाउ, हेर्नुहोस् त साथीहरू, क्या
फ्लेभरको जस्तो देखिन्छ है। वाउ 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 मोमो भनेपछि त फेरि एकदम मोमो लभ परे साथीहरू हेर्नुहोस्। वाउ वाउ तपाईँहरूलाई पनि स्वाद गर्न चाहन्छु है। खाना आउनुहोस्। खाए मोमो खाए हामी खाए ल फर्स्ट बाई मोमो त ठुलो छ। कस्तो ठुलो मोमो। खाए फर्स्ट बाइट। नपुऱ्याइकन खाऊ कान्छ डल्लै खाऊ सुन्ने त्यो मोमो अनि त्यहाँ हेर वाउ